वेलकम ब्याक टु माई च्यानल गाइज। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। सो म पनि सन्चै छु। सो धेरै दिनपछि चाहिँ मैले आफ्नो घरको फिस ट्याङ्क म सफा गर्नु गइरहेको छु, किनभने 2 महिना समथिङ भइसकेको थियो होइन। अब यो कामले गर्दाखेरि, धान खेतीले गर्दाखेरि चाहिँ मैले फिस ट्याङ्क सफा गर्न पाएको थिइनँ। सो आज चाहिँ अलिकति फुर्सद भएर चाहिँ मैले फिस ट्याङ्क सफा गर्न गइरहेको छु। सो लेट्स गो। अब हामी चाहिँ ट्याङ्कमा जानेछौँ है। यस्तो छ, पानी पुरै कालो भएर बसेको छ है। अनि अब यो माछाहरूलाई नोड लागेको छ। पहिले चाहिँ मैले कति 10वटा माछा लिएर आएको थिएँ यो काठमाडौँबाट। तर अहिले चाहिँ म फेरि काठमाडौँ गएको थिएँ, त्यतिखेर अब अलिकति घरमा पनि अब स्याहार सुसार गर्ने कोही नभएर चाहिँ 3टा माछा मात्रै रहेको छ। त्यो मैले पनि अब अहिले चाहिँ त्यत्तिकै छोडिदिरहेको थिएँ। सो धेरै दिनपछि अब यो माछाको फिस ट्याङ्क म सफा गर्न गइरहेको छु। सुरुमा सफा गर्नुपर्ने हुन्छ। अनि लाइट भयो, म कति धेरै फोहोर छ। सब यो अक्सिजन है, यो चाहिँ अक्सिजन त्यहाँ राखौँ। अनि यो चाहिँ भिजाउनु मिल्दैन। यो चाहिँ अब यो पम्प हुन्छ नि त, अक्सिजनको पम्प। त्यो पम्पलाई फेरि यो बिगाऱ्यो भने फेरि हुँदैन। सब गनाउनु थालिसकेछौँ। सो ओके, यसलाई चाहिँ हामीले एकदम जतन गरेर राख्नुपर्ने हुन्छ। धेरै दिन भएर धुलो पनि सब धुलो लागिसकेछ। ओके ओके, सुरुमा यसलाई चाहिँ हामी भरे सफा गर्न राख्छौँ। अब हाम्रो पालो रहेको चाहिँ माछा चाहिँ एउटै केहीमा राख्न पाए हुन्थ्यो है। ओके, यो चाहिँ भाँडाकुँडा है। यो माछाको पानी फेर्दाखेरि अब यो सबै कुरा युज हुन्छ नि त। सो अब चाहिँ सुरुमा माछा चाहिँ निकाल्नु मलाई भाँडा टनै लाग्छ। अब यो चेन्ज भएपछि चाहिँ अलिकति हुन्छ। यो मम्मीहरूको कोठामा अलिकति तनाव पनि भइरहेको थियो। यहाँ चाहिँ हामी माछा राख्छौँ। ओके, माछा आइज आज फाइनली पानी चेन्ज गर्ने बेला भयो। ओके, र भट्किन्छ यो चाहिँ अलिक चञ्चले छ। ए नभाग। गुड। कत्रो ठुलो भइसकेछ यार यो त। ओके, त पनि बस। अच्छी पानी चिसो भएर यिनीहरूलाई हिटर पनि राख्ने बेला भइसकेछ हौ, पानी चिसो भएर। ए ल, अनि यसलाई हामी यो मेडिसिन चाहिँ हालिदिइराख्छौँ, किनभने धेरै दिन पनि भयो पानी चेन्ज नगरेको। यो दबाईले यिनीहरूलाई अलिकति हुन्छ। ल, यसलाई चाहिँ एकछिन हावामा राखिदिउँ है त। ल, यो माछा चाहिँ एकछिन हावामै यस्तो भइसकेछ। पानी चाहिँ पुरै कालो भइसकेछ, पानी पुरै हो। बोक्नै गाह्रो हुन्छ। यहाँ पानी सुरुमा 2 फिटको त हो, गाह्रो हुँदैन खासै। अहिले यसलाई बेडमा राखौँ है। यो मुनि त केही पनि आरामसे साबुनले ल हल्का वास त हान्नै पऱ्यो होइन। फेरि धेरै पनि उ गर्यो भने तनाव हुन्छ। थोरै उ गर्नुपर्छ के म दिन्छु। सो अब यो सफा गर्छु म। गाइस, मैले अब एक्वेरियमको पानी पनि फेरिसकेँ। अब चाहिँ यसको अक्सिजनहरू राख्नुपर्छ। अनि यो चाहिँ मेन यो हो अक्सिजन फाल्ने चाहिँ। अब यसलाई चाहिँ आई थिङ्क यो झ्यालमा झुन्डाउँदा ठिक हुन्छ। यो झ्यालमा टक्कै यसरी झुन्डाउँदा चाहिँ ठिक हुन्छ है। यसरी झुन्डाउँदा ठिक। अब अक्सिजन पनि मैले फिट गरिदिइसकेँ। अब यसको यो मेन पाइप चाहिँ, जुन यो 2टा मेन पाइप चाहिँ हामीले यहाँ राख्नुपर्ने हुन्छ। सो अब यसलाई राखौँ। अनि लाइट साइड फिट गरेर हेरौँ है त कस्तो। अक्सिजन र लाइट पनि फिट भइसकेको छ। अब चाहिँ यसलाई टक्क एकचोटि लाइट बालेर हेरौँ है त कस्तो हुन्छ। लाइट बालेपछि अनि यो अक्सिजन हालेपछि एक्वेरियमको सेटअप भयो गाइस।
अब त्यसमा टक्क माछा राख्दा कस्तो होला त गाइज, ल हेर्दै गर्नु है त। ल ओके, सो यो चाहिँ हाम्रो एक्युरियम अनि यहाँ बाल्टिनमा चाहिँ हाम्रो माछा छ। सो हेरौँ है त कस्तो देखिने रहेछ त हाम्रो एक्युरियमबाट माछा हाल्दाखेरि। सुरुमा ठुलो माछा आइज 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 1 2 3 कहाँ गयो रमाएको हेर। ल ल ल नयाँ पानी पाउँदाखेरि कति मजाले रमाउँछ त। ल ल अर्को पनि 1 2 3 वाउ। अब अर्को 1 2 3 मस्तो। यो चाहिँ अलिकति पानी पनि अहिले धमिलो छ। सो माछाहरू पनि खुसी भएर बसिरहेको छ यहाँ। सफा पानी भेट्दाखेरि त अब को चाहिँ खुसी हुँदैन र होइन। सो अब 2 घन्टा पछि हामी हेर्नेछौँ। अब 2 घन्टा पछि क्लियर हो, एकदम दामी वाटर हुन्छ। त्यो भन्दा नि अब हामी चाहिँ अहिलेलाई यसलाई दबाई हाल्नुपर्छ है। अब यो मेन दबाई हाल्नु बाँकी छ। दबाई पनि ल्याइसकेँ मैले। यो चाहिँ के हो भन्दाखेरि यो चाहिँ एन्टिक्लोरिन हो है। अनि यो चाहिँ ब्लू कलरको हुन्छ। यो चाहिँ दबाई, मेन दबाई भनेको यही हुन्छ। सो सुरुमा यो दबाई चाहिँ हालौँ है त। मात्र 1 थोपा 2 थोपा 3 थोपा ओके 3 थोपा दबाई हालिसक्यो। यसले चाहिँ अब यो अर्को चाहिँ कस्तो हुन्छ भने यो चाहिँ एन्टिक्लोरिन, किनभने अब क्लोरिन मिसाएको पानी हुन्छ नि त। अब हामीले धाराको पानी डाइरेक्ट थापेर हाल्दाखेरि चाहिँ अनि यो चाहिँ हाम्रो क्लोरिन अब 1 2 3 4 थोपा हाल्यौँ। 4 थोपा भएपछि यति भएपछि हाम्रो सेटअप कम्प्लिट भयो। अनि यो चाहिँ माछाको चारो। अब यो माछाको चारोहरूलाई चाहिँ यता टक्क कुनामा हालिदिइराखौँ। अब लेट्स सी 2 घन्टा पछि चाहिँ हाम्रो फाइनल दामी देखिन्छ है यो, किनभने अहिले डस्ट परिरहेको नि त, धुलोहरू छ नि त पानीमा। अब एकछिनपछि यो फिल्टरले पनि यो जुन यो स्पन्ज फिल्टर हुन्छ, यो स्पन्ज फिल्टरले पनि उ गर्छ। यसपछि अब म हिटर पनि हाल्न बाँकी छ है। हिटर पनि हालेर चाहिँ ल फाइनल लुक्स तपाईँहरूलाई म देखाउँछु। सो लेट्स सी। सक्नुहुन्छ अब चाहिँ 2 घन्टा पनि भइसक्यो अनि चरण यसो खेतमा काम पनि गरेर आयो। अब चाहिँ एक्वेरियमको फुल क्लिन दामी भइसकेको छ। अनि हिटर सिटर पनि लाइट चाहिँ टक्क लागिसकेको छ। सो देख्न सक्नुहुन्छ गाइजहरू, यो चाहिँ क्लियर छ है वाटर।